आदरणीय बालेनजी, यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 वटा निर्वाचन देखेको छु, तर अहिलेको जस्तो माहौल कहिल्यै देखेको छैन। यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। भोट हाल्नको लागि बम्बईबाट बाजुरा आएको छ एउटा बहादुर। भोट हाल्नको लागि चौकीदारी छोडेर बम्बईबाट बाजुरा आएको छ एउटा बहादुर। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रहर बिर्सिएको छ रियादबाट हिँडेको एउटा रनेले। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रहर बिर्सेको छ रियादबाट हिँडेको एउटा रनेले। पुरानै पार्टीमा लागेको भनेर घरभित्र पस्न नदिएपछि, पुरानै पार्टीमा बाउ लागेकोले घरभित्र पस्न नदिएपछि साथीको होस्टेलमा सुटकेस बिसाएर अभियानमा हिँडेको छ अस्ट्रेलियाबाट फर्केको बिस्ने। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। तर गएको 6 महिनामै छुट्टी आएको छ जापानबाट रतन भाइ। जीवनमा पहिलो पटक आफ्नो सेकलाई 10 दिनको छुट्टी मागेकी छिन् चुनमाया दिदीले र मनमनै सोचेकी छिन् अब मेरो छोरीले कुवेतमा कुचो लाउन नपरोस्। कुवेतबाट आउँदैछिन् चुनमाया दिदी भोट हाल्नको लागि। यसरी बम्बईबाट, यसरी कुवेतबाट, यसरी साउदीबाट, यसरी जापानबाट, यसरी अस्ट्रेलियाबाट फर्किनेहरूले बरु परिवारको लागि मिठाई किन्न बिर्सेका होलान्, तर आफ्नो सुटकेसमा रवि र बालेनको फोटो टाँस्न बिर्सेका छैनन्। र त्यो सुटकेसमा लेखिएको छ भोट फर चेन्ज। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 वटा निर्वाचन देखेको छु, तर यस्तो माहौल यस अगाडि कहिल्यै देखेको छैन। आदरणीय रवि दाई, बालेनजी, तपाईहरू बाटोमा हिँड्दै गर्दा परबाट एउटा बुढी आमाले लौरो टेकेर मन्टो तन्काई तपाईँलाई हेरिरहेकी छिन् र मनमा नै सोचिरहेकी छिन् अब यिनीहरू आए भने मेरो दमको दबाई पनि सस्तैमा मेरो नजिकैको हस्पिटलमा आउनेछ। एउटै बुढी आमाले सपना देखेकी छिन्। तपाईहरू बाटोमा हात हल्लाउँदै हिँड्दै गर्दाखेरि परबाट एउटा बाजेले आफ्नो नातिलाई काँधमा राखेर कुर्कुच्चा उचाली देखाइरहेका छन्। हेर नाति, तिनीहरू सरकारमा आए भने तेरो लागि कापी कलम आउनेछ, तेरो लागि ड्रेस आउनेछ, तैँले धेरै पढ्नेछस् अनि यो देश छोडेर जाने छैनस्। एउटा बुढो बाजेले आफ्नो नातिलाई तपाईहरू बाटोमा हिँड्दै गरेको देखाइरहेका छन्। यसपालि अचम्मै भएको छ। हामी आउँदैछौँ भनेर जब तपाईहरू आउनुभयो, मेरो भाइले पासपोर्टको फर्म क्यान्सिल गरेको छ। यसपालि अचम्मै भएको छ। मेरो साथीले कोरियन भाषाको